तर उसँग पर्सनल लेभलमा काम गर्दाखेरि साँच्चीकै यति हम्बल देखेर म आफै प्रेरित चाहिँ हुन पाएँ। इज अमेजिङ एक्टर, जे गरिरहनु भएको छ बबाल गर्नुहुन्छ। एउटा फियर हुँदो रहेछ कि पेरेन्ट्सको मनमा चाहिँ यो त हुँदैन, मैले तिमीलाई मिस नेपाल जाऊ भनेर पो मैले तिमीलाई पेजेन्ट्सहरू पठाएको त, गल्ती गर्यो भने सरी पनि भनिहाल्ने, तर गल्ती छैन भने फेरि ओपनली भन्नु सक्ने व्यक्ति हो। अब मलाई कस्तो धर्म सङ्कट भयो क्या, छैन भनौँ भने मसँग साथी छैन भनौँ भने छ है, साथीहरू छन्। तर दिपेन्द्र दाइले लेख्न खोजेको कुरा, भन्नु खोजेको कुरा र प्रस्तुतिकरण एकातिर थियो, ट्रेलर कटाइले चाहिँ अलिकति। सो फ्लपले चाहिँ मलाई के सिकायो नि, पेसेन्स, जुन ममा थिएन, पेसेन्स हुनु सिकायो। बोलेका चिजहरूमा खुब विवादमा पर्नुहुन्छ तपाईँहरू। हजुर एक बिटा त मिम पनि बनेको छ तपाईँले, इभन हाम्रो जेरी अन टपमा नि डिरेक्टरले त्यो डायलग राख्नु भएको छ। नेपालीमा एनी पब्लिसिटी इज गुड पब्लिसिटीलाई त म अलिअलि हो पनि भन्छु। म बाहिर निस्केर विपासनाबाट डाइरेक्ट म इन्टरभ्यूमा छु। अब मेरो जोन के छ भने म त एकदम त्यही जोनमा छु क्या, म विपासनामै छु जस्तो, मैले कोही विपासनाकै मान्छेहरूसँग गफ गरिरहे जस्तो। बट त्यो बेलाको सोच चाहिँ अहिले अलि छैन, बट त्यो बेला चाहिँ एक्चुअल फिल गरेर भनेको चिज चाहिँ हो, फेरि इन अ गुड वे पारेको छ। जस्तो म आफैलाई पनि मलाई अलिकति मच्योर बनाएको छ होइन, र मैले त लाइफमा केही देखेकै छैन जस्तो फिल उहाँको कुरा सुन्दा हुन्छ, र त्यो कुराले मलाई हेल्प गर्छ क्या मेरो लाइफलाई। मैले त भन्न, म कन्ट्रोभर्सीलाई त एकदम थ्याङ्क यू भन्न चाहन्छु होइन, बिकज यदि त्यो नभएको भए एज अ पर्सन अनि एज अ कलाकार या बोल्ने कुराहरूमा मेरो ग्रोथै आउँदैन थियो क्या। एकमुठी बादलको माइलीको रोल चाहिँ मेरो एकदमै मनको प्रिय रोल चाहिँ फेरि त्यो के हुन्छ भने फिमेलको हकमा चाहिँ आज मैले बेलुका 9 बजे म भ्याउँदिनँ है भनेर डिसिजन दिएको, भोलिपल्ट बिहान 8 बजे अर्कोको न्युज आइसक्यो भने मेरो कति सर्ट टाइम यो।